मानिस एकैचोटि अल्छी हुँदैन। अल्छी भनेको धेरै कुराको नतिजा हो। आज बुझौँ अल्छी किन लाग्छ, यसका बेफाइदा के छ र यसलाई कसरी हटाउने। नमस्कार, विशाल टक्समा तपाईँलाई स्वागत छ। अल्छीपन हामी सबैले लाग्छ, कहिलेकाहीँ लाग्छ, तर जब यो बानी बन्छ तब जीवन रोकिन्छ। कारणहरू के छ त? पहिलो, ऊर्जा र शक्तिको अवस्था। निद्रा नपुगेको, खाना नखाएको, लगातार काम गरेको अवस्थामा शरीरले भन्छ अहिले नगर्नु। दिमागले इनर्जी बचाउने स्ट्राटेजी अपनाउँछ, त्यसैले काम टार्न मन लाग्छ। दोस्रो, दिमागको रिवार्ड सिस्टम। दिमागलाई सजिलो र तत्कालै रमाइलो दिने काम मनपर्छ, त्यसैले दिमागले त्यो टार्छ। तेस्रो छ डर र ओभरलोड। काम ठुलो लाग्यो भने सुरु गर्नै गाह्रो हुन्छ। यो त धेरै छ, कहाँबाट सुरु गर्ने भन्ने सोचले मानिसले रोकिन्छ। असफल हुने डरले पनि हामीलाई नचल्ने बनाउँछ। चौथोमा रहेको छ अर्थ नदेख्नु। के हो त अर्थ नदेख्नु? किन गरिरहेको छु भन्ने कारण स्पष्ट नभएपछि मन लाग्दैन। यदि कामको पर्पोज तपाईँको गोलसँग जोडिएको छैन भने दिमागले त्यसलाई महत्त्व दिँदैन। पाँचौँमा रहेको छ वातावरण र बानी। अल्छीपन पनि बानी हुन्छ। वरिपरि सबैजना रिल्याक्समा छन्, डिस्ट्र्याक्सन धेरै छन् भने फोकस हराउँछ। बेफाइदा के छ त यसको? अब कुरा गरौँ अल्छीपनको बेफाइदा के छ त? पहिलो, समय बर्बाद हुन्छ। दिन, महिना, वर्ष बित्छ तर प्रगति हुँदैन। दोस्रोमा छ आत्मविश्वास घट्छ। काम नगर्दा आफैलाई कमजोर महसुस हुन्छ। त्यसपछि तेस्रोमा रहेको छ अवसर गुम्छ। जति ढिलो गर्नुहुन्छ त्यति नै अवसर अरूले लिन्छन्। र चौथोमा छ तनाव बढ्छ। काम थुप्रिँदै जाँदा मानसिक दबाव बढ्छ अनि झनै गर्न मन लाग्दैन। अनि छ यसको हटाउने उपाय के छ त? अब सबैभन्दा महत्त्वपूर्ण कुरा, कसरी हटाउने त यो अल्छीपनलाई? पहिलोमा छ सुरु सानोबाट गर्नुहोस्। ठुलो कामलाई 5 मिनटको सानो टास्कमा तोड्नुहोस्। 5 मिनट मात्रै भनेर सुरु गर्दा दिमागले रेसिस्टेन्स कम गर्छ। दोस्रोमा छ पर्याप्त सुत्नुहोस् र खानुहोस्। शरीरमा इनर्जी भएन भने दिमागले काम गर्दैन। 7-8 घन्टा निद्रा र सन्तुलित खाना यो लडाइँको पहिलो हतियार हो। तेस्रोमा छ डिस्ट्र्याक्सन हटाउनुहोस्। जस्तै मोबाइल नोटिफिकेसन, सोसियल मिडियालाई टाढा राख्नुहोस्। 25 मिनट काम, 5 मिनट ब्रेकको पोमोडोरो मेथड ट्राई गर्नुहोस्। अनि चौथोमा रहेको छ किन गरिरहेको छु भनेर सम्झिनुहोस्। तपाईँको गोल के हो? यो कामले तपाईँलाई त्यहाँ कसरी पुर्याउँछ? प्रपोज क्लियर भएपछि मोटिभेसन आफै आउँछ। र पाँचौँ, आफूलाई रिवार्ड दिनुहोस्। सानो काम सकेपछि आफूलाई खुसी हुने दिनुहोस्। यसले दिमागलाई सिकाउँछ काम गरेपछि राम्रो लाग्छ। अनि छोटोमा भन्नुपर्दा अल्छीपन कमजोरी होइन, यो शरीर र दिमागले ऊर्जा बचाउने, डरबाट बच्ने र तत्काल सन्तुष्टि खोज्ने सङ्केत हो। जब तपाईँ कारण बुझ्नुहुन्छ, बेफाइदा देख्नुहुन्छ र सानो कदम चाल्नुहुन्छ, तब अल्छीपन हराउँछ र काम सुरु हुन्छ। तपाईँलाई अहिले कुनै खास काममा अल्छी लागेको छ? कमेन्टमा लेख्नुहोस्। यदि यो भिडियो तपाईँलाई मद्दत गर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्नुहोस्। भेटौँला अर्को भिडियोमा है त। ओके, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सब्सक्राइब, like, share. Thank you my all people. Love you all.